हेलो गाइज नमस्ते लासो फ्याफुल्ला गुड मर्निङ सबैजनालाई र गाइजहरू आजको भिडियो चाहिँ होइन पुरा आज चाहिँ मौसम खतरासँग खुलेको रहेछ क्या गाइज होइन त्यही भएर म चाहिँ हजुरहरूलाई चाहिँ यहाँको नाइस एकदम ब्युटिफुल भ्यूहरू चाहिँ देखाउनको लागि चाहिँ पुरा होइन म चाहिँ पुरा माथि दिदीको गाउँ घरदेखि अलिक माथि आएको छु गाउँदेखि माथि गाइज होइन हिजोको भिडियोमा चाहिँ अलिकति मौसम खुलेको अवस्था थिएन र हाम्रो होइन पुरा हामीले के चहल पहल गरेको त्यो भिडियोमा देखाएँ नि त गाइज होइन आज चाहिँ म तपाईँहरूलाई पुरा नाइस भ्यू बबाल भ्यू देखाउँदैछु गाइज होइन यो भ्लग पनि फुल हेरेर सपोर्ट गरिदिनु होला र गाइज म चाहिँ सिधै नुवाकोटदेखि हो है गाइज हाम्रो नुवाकोटलाई माया गर्ने को साथी हुनुहुन्छ कमेन्ट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै गाइजहरू हामी चाहिँ लाग्यो है त भिडियोतर्फ गाइज ल गाइजहरू होइन तपाईँहरूलाई चाहिँ मैले चाहिँ नाइस भ्यू ब्युटिफुल प्लेस ठाउँ हाम्रो स्वर्ग होइन स्वर्ग हेर्न कहाँ जाउँ भने पुरा नुवाकोट आउनु होला गाइज होइन पुरा हामी चाहिँ नुवाकोट जिल्लाकै स्वर्ग देखाउँदैछु गाइज होइन हेर्नुहोस् पञ्चकन्या गाउँपालिका घले गाउँ गाइज हेर्नुहोस् न क्या दामी देखिएको छ मनोरम दृश्य र बस पनि गइरहेको अवस्था छ गाइजहरू बाटोको चाहिँ एकदम राम्रो सुविधा भएको रहेछ र छिँडे गोरेटो बाटोको पनि एकदम सुविधा र यहाँ चाहिँ स्वास्थ्य सुविधा पनि एकदम भएको अवस्था छ हेर्नुहोस् यहाँ हस्पिटल देख्न सक्नुहुन्छ यहाँ प्रशासकीय भवन र गाइज ठ्याक्कै हाम्रो गाउँ चाहिँ ठ्याक्कै गाइज है पर चोकते बजार चाहिँ क्या बवाल देख्ने चाहिँ हाड है ओहो चोकते बजार हेर्नुहोस् गाइज ठ्याक्कै यो चोकते बजार हो है हाम्रो घर ठ्याक्कै त्यहीँ हो गाइज है हाम्रो घरबाट नि क्या बवाल देखिन्छ कि यताको ठाउँ होइन हिजो चाहिँ मौसम क्या हिजो अब होलीको दिनमा चाहिँ मौसम क्या धुम्म थियो नि त अनि बेलुका पानी पनि पऱ्यो अलिकति बिजो जस्तो भयो नि त हाम्रो तर आज चाहिँ एकदम मौसम खुलेको भएर चाहिँ तपाईँहरूलाई चाहिँ फेरि पनि अर्को भिडियो बनाइदिउँ कि भन्न चाहिँ म यहाँ आएको छु गाइज होइन एकदम खुसी लाग्छ कि होइन अब आफ्नै जिल्लामा यति रमाइलो पर्यटकीय ठाउँको विकास हुँदैछ गाइज होइन पुरा अब सधैँभरि आइराख्न पाइँदैन त्यही भएर भिडियो बनायो भनेदेखि त पछि पनि हेर्न पाइन्छ नि त गाइज होइन मैले मात्र हेरेर भएन नि त हजुरहरूलाई पनि देखाउनु पऱ्यो भन्ने उद्देश्यले चाहिँ म पुरा भ्लग बनाइरहेको छु गाइज होइन यसो हेरेर सपोर्ट गरिदिनु होला अब भिडियो त्यति राम्रो चाहिँ हुँदैन कि गाइज होइन अब क्लियर नभए जस्तो चाहिँ राम्रै नभए तापनि यसो हेरेर साथ सपोर्ट दिनु होला गाइज है हेर्नुहोस् न आजको यो मलाई यो मौसम खुलेको देख्दाखेरि के अचम्म लाग्यो है क्या बवाल के गाइज है यता हिउँ परेको छ यतातिर वाउ गाइज यो हिमाल छ नि यो हिमाल चाहिँ हाम्रो घरबाट पनि थोर देखिन्छ है गाइज यो हिमाल र म चाहिँ जाँदैछु अब म माथिसम्म पनि पुग्न सक्छु होला गाइज होइन म जहाँसम्म पुग्छु सबै भिडियो रेकर्ड गरेर हजुरहरूको सामु प्रस्तुत गर्नेछु गाइज है आज चाहिँ म एक्लै छु मर्निङको टाइम काम झुल्किसकेको अवस्था छ र म चाहिँ एकदम ठिकठाक छु है हिजो अस्तितिर चाहिँ अलिकति रुगाखोकी लागिरहेको अवस्था थियो तर हिजो ह्याप्पी होली भएसँगै एकदम स्वास्थ्य अवस्था पनि एकदम राम्रो भएको छ गाइजहरू हजुरहरूलाई जानकारी गराउन चाहन्छु गाइज अहिले चाहिँ छु म नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका र गाइज अब हाम्रो दिदीको गाउँ चाहिँ फेरि यता हाम्रो शिवपुरी गाउँपालिका पर्दो रहेछ ठ्याक्कै यो भ्याङसरा चाहिँ पञ्चकन्या गाउँपालिका अन्तर्गत पर्दो रहेछ एकदम नजिक पर्दो रहेछ गाइज है छिँडी बाटो एकदम बवाल के गाइज है म चाहिँ एकदम बवाल लाग्यो कि वाउ है ओ माई गड वाउ भन्ने हुन्छ नि त यतातिर गुराँसहरू पनि पाइँदो रहेछ अहिले लाली गुराँस भेट्यो भने चाहिँ म टिपेर भान्जीको लागि चाहिँ म लिएर जान्छु गाइज है यता चाहिँ काफलहरू पनि पाक्न भइसकेको रहेछ गाइजहरू हाम्रो गाउँमा भन्दा नि व्यापक धेरै काफल पो पाइँदो रहेछ यतातिर त अलिअलि गाह्रो पनि भइरहेछ म एकदम बोल्दै पनि हिँडिरहेको छु र छिडीको उकालो बाटो पनि हिँडिरहेको छु नि त गाइज होइन त्यही भएर हो म चाहिँ माथि नै पुग्ने हो गाइज है आइसकेपछि त आधी बाटोबाट त को फर्किन्छ माथि मन्दिरै पुग्ने हो गाइज म त अब यता हाम्रो दिदीको गाउँ घर फाइनली गाइज है म चाहिँ दौडिँदै आएको के उकालो छिडीमा त्यस कारणले चाहिँ अलिकति गाह्रो भयो है भए पनि केही छैन कहिलेकाहीँ दौडिनु पनि पर्छ है कहिलेकाहीँ कुद्नु पनि पर्छ गाइज होइन बाटो क्या दामी है यता पनि उकालो छिँडी र
यहाँ चाहिँ हाम्रो चौतारा फेरि पनि मैले चौतारा हिजो पनि बसेको थियो हामी आज पनि यो चौतारा हेर्नु छ के दामी चौतारा वाउ म चाहिँ के बवाल लाग्यो गाई चाहिँ यो माथि पनि छ पुन्टे चौतारा अब म एकछिन यहाँ बस्नेछु गाइज आराम गर्नेछु एकछिन है यता हेर्नुहोस् वाउ बवाल छ गाइज है गाइजहरू म चाहिँ आराम गरेर बसिरहेको छु यता हेर्नुहोस् न क्या बवाल देखिरहेको अवस्था छ रानी पौवा बजारहरू पनि पुरै देखिँदो रहेछ यता सूर्य चौर पनि पुरै खतरै देखिँदो रहेछ हो गाइज यहाँबाट त है वाह एकछिन थकै मारिरहेको छु गाइज होइन फेरि मैले थकै मारेँ भन्दा पनि हजुरहरूले भिडियो हेर्न चाहिँ थकै नमारिदिनु होला गाइज होइन स्क्रिप्ट नगरिकन हेरिदिनु होला होइन अब कस्तो खालको भिडियो बनाउँदाखेरि ठिक हुन्छ है कमेन्टमा यसो सुझाव दिनु होला गाइज अब खासै राम्रो भिडियो चाहिँ बनाउनु आउँदैन है अब त्यति धेरै एडिटिङ पनि गर्न आउँदैन गाइज अब मैले चाहिँ म कहाँ पुगिरहेको छु कहिलेकाहीँ के गरिरहेको छु होइन त्यही भिडियोहरू मात्रै बनाएको हुन्छु कि त्यो भ्लग जस्तो होइन अब गाइज यस्तै हो होइन अब कहाँ पुगिन्छ के हुन्छ थाहा हुँदैन होइन अब सधैँभरि यो ठाउँमा पनि आइपुग्दैन नि त गाइज होइन त्यही भएर चाहिँ पुरा भिडियो चाहिँ बनाइदिनु पऱ्यो गाइज होइन त्यही हो आज चाहिँ म एक्लै छु मेरो साथीहरू सबैजना युट्युबमा हेर्दै हुनुहुन्छ होला सायद होइन यो भिडियो म टिकटकमा पनि हाल्नेछु गाइज है यस्तै हो एकदम रमाइलो छ शीतल छ आनन्द छ होइन हजुरहरूको साथ सपोर्ट पाएको छु एकदम खुसी लाग्छ होइन गाइज त्यति राम्रोसँग बोल्न चाहिँ आउँदैन होइन वाउ अब म चाहिँ माथि जाँदैछु है गाइज म चाहिँ यो हाम्रो यो बवाल चौतारा काफलको बोर्ड हेर्नुहोस् यहाँको काफल खाँदै यो चौतारामा पनि आराम गर्न पनि पाइँदो रहेछ गाइज है र म जाँदैछु के माथि र यहाँ पनि चौतारा अझ मैले माथि पनि एउटा चौतारा भेट्नेवाला छु गाइज त्यसपछि सिधै म माथि मन्दिर पुग्दैछु गाइज है ट्रेकिङ हाइकिङको लागि चाहिँ एकदम बवाल बेस्ट ठाउँ लाग्यो क्या मलाई है अलिकति धेरै प्रचार गर्ने है अलिकति सुविधाहरू थप्ने हो भनेदेखि चाहिँ हुन त घ्याङसरामा आजभोलि पिकनिक आउनेको सङ्ख्या त एकदम व्यापक रूपमा वृद्धि भइरहेको अवस्था छ गाइज है दिनमै 6-7वटा बस है तपाईँको यो सार्वजनिक बिदा भएको दिनमा त 12-13वटा बससम्म हुँदो रहेछ मोटरसाइकल कति गाइज है तल घ्याङ चौरमा क्या गाइज बोला गाह्रै भइदिने नि अन उकालो सिँढी हेर्नुहोस् गाइज जति माथि आयो त्यति रमाइलो कि यस्तै हो होइन नुवाकोट भनेको त पुरा होइन स्वर्गै हो कि गाइज यदि तपाईँ होइन भाग्यमानी हुनुहुन्छ भनेदेखि त अलरेडी नुवाकोट जिल्लामा जन्मिनु भइहाल्यो यदि तपाईँ जन्मेर पनि म भाग्यमानी हुन चाहन्छु भनेर सोच्नुभयो भने कि त नुवाकोट जिल्लामा बसेर आउनु पऱ्यो कि त नुवाकोट जिल्लामा बिहे गरेर आउनु पऱ्यो होइन गाइज यो हो नि त कुरा म चाहिँ गाइज होइन जति गाह्रो भए पनि उहाँ तलबाट आएको म जति गाह्रो भए पनि म त्यो माथि चौतारासम्म चाहिँ कन्टिन्यू भिडियो बनाउँदै जानेछु गाइज है हेरिदिनु होला कुदिरहेको छु म फाइनली आइपुग्यो गाइज लास्ट गाह्रो भइहाल्छ क्या बवाल ठाउँ यहाँ तपाईँहरू भिडियो हेर्दै चाहिँ भन्नु होला है यसले कसले चाहिँ कर लाएको थियो र रहरले कुद्यो कि स्वासर फाउमा भन्ने होला हो गाइजहरू मेरै रहरले आयो म यहाँ होइन मेरै रहरले भिडियो बनाएको हो तर यो भिडियो चाहिँ मेरो लागि होइन कि हजुरहरूको लागि स्पेसल्ली भिडियो हो गाइजहरू होइन हेर्नुहोस् वाउ
पञ्चकन्या माई गड कविलासको डाँडा गाइज लाकुरी भन्ज्याङको टावर पनि देखिँदो रहेछ यताबाट गएपछि सिधै हाम्रो गाउँ चौकती बजार त के आए बाबालाई देखिँदो रहेछ नि गाइज होइन आज गाइज अलिअलि पसिना आउन सुरु भयो होइन म त माथि नै जाने हुने गाइज होइन यहाँबाट एउटा सर्ट भिडियो लिनु पऱ्यो गाइज होइन यस्तै हो बबाल पारामा र गाइजहरू एकछिन चाहिँ म है सर्ट भिडियो र फोटो लिनको लागि चाहिँ एकैछिन आराम गऱ्यो र गाइज अब चाहिँ म फेरि पनि माथि र मन्दिरतर्फ चाहिँ उकालो लागिसकेको अवस्था छ र म मन्दिरमा पुग्न लागिसक्यो गाइज है बाटो एकदम सुविधा गाइज म मेरो घर यता भएको भए चाहिँ म बिहान बिहान डेली आउँथेँ मर्निङमा गर्नको लागि है गाइज हिजो चाहिँ एकदम व्यापक ठुलो मेला लाग्थ्यो गाइज है हिजो चाहिँ धेरै मान्छे पनि आउनु भएको थियो र अलिकति मौसमले नि हिजो च्यालेन्ज दियो कि मौसमको कारणले पनि अलिकति टाढा टाढाबाट पैदल हिँडेर आउनुपर्ने भक्तजनहरूको लागि चाहिँ हिजो धेरै ठुलो असर गर्यो गाइज आउने इच्छा हुँदा हुँदै पनि मौसमले गर्दाखेरि आउन पाउनु भएन गाइज है केही छैन यता पनि हेर्नु न यहाँ झाडी फाँडेर बवाल बाटो बनाउनु भएको छ फाइनली मन्दिर देखिसकेको अवस्था छ गाइज है यता पनि पुरै सानो बाटो बनाएको रहेछ यता पनि एउटा चौतारा छ गाइज है ठ्याक्कै मन्दिर आइपुग्यो गाइज रमाइलो लाग्यो मलाई आज पनि आउन पाइयो गाइज मन्दिर तपाईँले यो देखिरहनु भएको छ नि भीमसेनपातीको बोर्ड गाइज लगभग हिजो हाम्रो हजुरआमाले भनेको अनुसार चाहिँ उहाँहरू नै एकदम सानो बच्चै हुनुहुन्थ्यो अरे कि त्यो बेलामा चाहिँ भीमसेनपातीको बोर्ड सानो थियो अरे गाइज है सानो थियो अरे कि अनि त्यहीँबाट यस्तो यहाँ चाहिँ पुरै मन्दिर रहेछ भनेर यहाँ चाहिँ पूजापाठ गर्न सुरु गर्नु भएको रहेछ त्यति धेरै इतिहास चाहिँ थाहा छैन गाइज मलाई होइन किनभने मेरो जन्मभूमि होइन र कोही अलिकति इतिहास जानेको मान्छेलाई पनि सोधेको छैन गाइज है मैले यत्तिकै केही त्यस्तो भन्न चाहिँ मिल्दैन घ्याङसौराको चौर चाहिँ यहाँ तल हो गाइज है यताबाट हिमाल पनि देखिन्छ हेर्नुहोस् गणेश हिमाल गाइज साँच्चै भन्ने हो भने चाहिँ गाइज होइन यो टावर चाहिँ हाम्रो घरबाट देखिन्छ क्या गाइज है यो मौसम क्लियर भएको बेलामा चाहिँ हाम्रो नाङको आँखाले नै देख्न सकिन्छ हाम्रो घर चाहिँ उता बितुर 11 गेर्खु उपल्लो गेर्खु चाहिँ हाम्रो गाउँ हो गाइज होइन उता पनि एकदम हाम्रो घुम्नलायक ठाउँहरू क्षेत्रहरू चाहिँ ऐतिहासिक क्षेत्रहरू धेरै छ दुधे लामा कालिकाको मन्दिर जितगढी गेर्खुगढी विजयगढी र यता नजिकै रहेको हाम्रो ऐतिहासिक स्थल सूर्यगढी लगायतका विभिन्न ऐतिहासिक गढीहरू रहेको छ गाइजहरू है हजुरहरू पनि घुम्न आउन सक्नुहुन्छ र गाइज मैले भनिहालेँ र हजुरहरू पनि घुम्न आउनु होला हाम्रो चाहिँ बिदुर त्रिशुलीदेखि चाहिँ एकदम नजिक हो गाइज होइन त्यही भएर चाहिँ तपाईँहरू एकचोटि अवश्य घुम्न आउनु होला र गाइज यो टावरमा चढ्न मिल्छ कि मिल्दैन गाइज है सायद चढ्न मिल्छ नै होला यदि मिल्यो भने म माथिबाट भिडियो देखाउने छु हजुरहरूलाई ल गाइज है म चाहिँ सर्ट भिडियो सुट गर्नको लागि चाहिँ यो टावरमा चढ्दैछु माथि जानुपर्ने हुन्छ गाइज है म चाहिँ माथि गएर सर्ट भिडियो सुट गर्नको लागि जाँदैछु गाइज होइन हो त हाम्रो गाउँमा हुँदा चाहिँ यसो टावर पनि चढेर भिडियो बनाउँथेँ गाइज है म जाँदैछु गाइज है हेरिदिनु होला म माथि जानेछु गाइज है जाँदैछु फाइनली गाइज म चाहिँ होइन आधीभन्दा पनि बढी चढिसकेको अवस्था छ त्यहाँबाट हेर्नुहोस् क्या दामी देखिएको छ तल मन्दिर म जानुपर्ने हुन्छ माथि टपमा गाइज है म यस्तो मात्र बसिरहेको छु गाइज हेर्नु होला गाइज फाइनली म चाहिँ होइन यो पहिलो स्टेप यो पहिलो बस्ने ठाउँमा आइपुग्यो टावरको गाइज है हाम्रो दिदीको गाउँको घरमाथि टावर चाहिँ यो हो हेर्नुहोस्
यता पञ्चकन्या र म यहाँ एकछिन चाहिँ बस्न लाग्छु गाइज है यताबाट चाहिँ पुरा हिमाल बबाल देखिन्छ है यता तल घ्याङसौरा गाइज खरन्टार यताउता होइन यो राउचुली हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरू पनि यहाँबाट देखिन्छ गाइज है एकदम अत्याधिक हिमपात भएको अवस्थामा चाहिँ यहाँ पनि हिउँ पर्छ अरे गाइज है हिउँ परेको बेलामा पनि आउन पाएको भए एकदम खुसी लाग्थ्यो होला मलाई गाइज है मलाई सायद अब हिउँ परेको थाहा पायो भने फेरि उडेर पनि आइन्छ केटो होइन पुरा अब हुन त अब कहाँ कुन ठाउँ हुन्छ अनि गाइज अब सकेसम्म आउनेछु गाइज है हेर्नुहोस् यता चाहिँ क्या दामी जङ्गल छ गाइज है म चाहिँ माथि जाँदैछु माथिबाट हजुरहरूलाई फेरि पनि भिडियो देखाउनेछु गाइज है हेर्नु होला गाइज ल गाइज म टावरको फाइनल्ली टपमा पनि आइपुगिसक्यो गाइज है हेर्नुहोस् टावरको टप रहेको छ र म तलदेखि आएको गाइज है यता रहेको छ घ्याङसौरा गाइज चौर तलको ठुलो चौर तपाईँले देखिरहनु भएको छ गाइज है हेर्नुहोस् कति राम्रो हिमाल देखेको तिम्रो मुटुमा देखेको ल गाइजहरू तपाईँले चाहिँ सुन्दर मेरो भिडियोमा देखिरहनु भएको छ हाम्रो दिदीको गाउँ खनिया खर्क गाइज है हेर्नुहोस् क्या दामी देखिएको छ तलतिर चाहिँ यो गाउँ यो माथि चाहिँ हाम्रो दिदी घर हेर्नुहोस् गाइज है हाम्रो नुवाकोट जिल्ला क्या बबाल देखिएको अवस्था छ हेर्नुहोस् गाइज पञ्चकन्या गाउँपालिका त अब बबाल भइहाल्यो है गाइज यतातिर हिमाल देखिएको अवस्था छ गाइज तल मन्दिर छेडी बाटो गाइज ल गाइजहरू म चाहिँ होइन एकछिन अब फोटोसुटहरू हान्यो भिडियोहरू पनि हाल्यो र हजुरहरूलाई देखायो गाइजहरू है म चाहिँ एकछिन चाहिँ यो टावरको टपमा चाहिँ बसिरहेको अवस्था छ है यताबाट चाहिँ क्या हिमालको दृश्यहरू पनि एकदम राम्रो देखिएको अवस्था छ र गाइजहरू यता हेर्नुहोस् सुन्दर गाउँ सुन्दर घले गाउँ पञ्चकन्या र यता हाम्रो शिवपुरी 5 हाम्रो पुरै है भेनाको गाउँ गाइज हेर्नुहोस् पुरा बबाल देखिएको छ मोबाइल क्वालिटी अलिकति राम्रो नभएको कारणले चाहिँ अलिकति त्यति भिडियो राम्रो नआउन सक्छ गाइज तर है हजुरहरू चाहिँ प्रत्यक्ष घुम्न आउनु भयो भने चाहिँ एकदम बबाल लाग्छ कि होइन पुरा स्वर्गमै पुगेको फिल हुन्छ नि त गाइज होइन यो टावर चाहिँ यहाँको टावर फर्स्ट टाइम चढ्न पाएर यो टावर चाहिँ ठ्याक्कै हाम्रो घरबाट पनि देखिने टावर हो गाइज है यहाँबाट चाहिँ अब क्यामेरामा त्यति नदेखे तापनि हाम्रो घर चाहिँ ठ्याक्कै यो कुहिरो छ नि गाइज कुहिरो साइडतिर हो है गाइज हेर्नुहोस् अब चाहिँ म चाहिँ फर्किनु पर्ने हुन्छ गाइज है म चाहिँ आज नै अब काठमाडौँ फर्किन लाग्छु गाइज होइन अब काठमाडौँ पनि जानु पऱ्यो होइन यहाँ चाहिँ दिदीको गाउँमा चाहिँ म विशेष त अब यहाँ होलीमा लाग्ने जात्राको लागि चाहिँ म आएको थिएँ जात्रा हेर्नको लागि गाइज है यहाँको जात्रा पुरै बबाल लाग्दो रहेछ नि त गाइज होइन त्यही भएर चाहिँ म आएको थिएँ यता हेर्नुहोस् हिमाल क्या दामी देखिएको अवस्था छ भिडियो मार्फत चाहिँ मैले हजुरहरूलाई चाहिँ धेरै कुराहरू चाहिँ यहाँ भएको धेरै कुराहरू समेट्न नसकेको होला होइन गाइज अलिकति बोल्न पनि कस्तो नआइदिने कि यहाँ मेरो भिडियोमा समेट्न नसकेको कुराहरू हेर्नको लागि चाहिँ प्रत्यक्ष हेर्नको लागि चाहिँ हजुरहरू आफै स्वयं उपस्थित हुनुपर्ने हुन्छ गाइज है यस्तै हो र यहाँबाट चाहिँ क्या त तल स्कुल पञ्चकन्या स्कुल पनि देखिरहेको अवस्था छ यता हेर्नुहोस् क्या दामी भ्यू वाउ गाइजहरू होइन यो भिडियो चाहिँ युट्युबमा हाल्नेछु र मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला र मेरो युट्युब च्यानलको नेम रहेको छ एकमन आर भ्लग एन्ड ekman.official युट्युब च्यानल रहेको छ मेरो चाहिँ गाइज होइन यस्तै अब अलिअलि भ्लगहरू जस्तो बनाउँछु गाइज है अब चाहिँ म निस्किन लाग्छु गाइज है मोबाइलको चार्ज पनि खत्तम भइसकेको अवस्था छ र गाइज है फेरि पनि हजुरहरूसँग भिडियोको मार्फत भेट हुने नै छु र बबाल भिडियो भ्लगहरू ल्याउने छु भन्दै गाइजहरू आजको यस भ्लगबाट चाहिँ गाइज म ठ्याक्कै यो टावरबाट एन्डिङ गर्न चाहन्छु र अर्को भ्लग चाहिँ फेरि म टावरबाट सुरुवात गर्न चाहदिनँ गाइज है किनभने म चाहिँ अब तल घरमा जानुपर्ने हुन्छ घरमा गएर गाइज होइन त्यहीँबाट स्टार्टिङ हुन्छ होला सायद होइन कहाँबाट हुन्छ जहाँबाट स्टार्टिङ भए पनि हेरिदिनु होला र माया गरिदिनु होला भन्दै गाइजहरू सबैजनालाई मिस यु धेरै धेरै मिठो सम्झना गाइज भन्दै छुट्टै नमस्ते बाइ गाइज